यो हलभित्र पहिलोचोटि प्रवेश गर्नेहरूले एकचोटि हात उठाइदिनुहोस् त। हजुर पहिलोचोटि हो? ए ल जोरदार ताली बजाएर पहिलोचोटि। अच्छा, जसले ओम शान्तिको 7 दिनको कोर्स गर्नुभएको छैन उहाँहरूले उठाउनुहोस् त। ए नगरेको, अच्छा ल नगरेको जतिलाई पनि एकचोटि ताली बजाएर। यो एउटा बेसिक कोर्स हो। अब यो बेसिक कोर्स किन लिन जरुरी छ, यसले के फाइदा हुन्छ, यो किन लिनुपर्छ भन्ने कुराहरू छ। जस्तो कसैलाई डक्टर बन्नु पर्यो भने कहाँ गएर पढ्यो भने डक्टर बनिएला? टिचिङ हस्पिटल, मेडिकल कलेज, मेडिकल साइन्स कलेजमा गएर पढेर पास भयो भने डक्टर बनिन्छ होइन। अब डक्टरलाई पुजेर त डक्टर बनिँदैन, इन्जिनियरलाई पुजेर इन्जिनियर बनिँदैन। इन्जिनियर बन्नु छ भने के गर्नु पर्यो? इन्जिनियरिङ कलेजमा गएर पढ्नु पर्यो र पास भयो भने इन्जिनियर बनिन्छ। कसैलाई वकिल बन्नु पर्यो, लयर या जज बन्नु पर्यो भने कहाँ गएर पढ्नु पर्यो? कहाँ गएर पढ्नुपर्छ? ल क्याम्पस गएर पढ्नु पर्यो। त्यस्तै आध्यात्म के हो, जीवन के हो, यो संसार, यो ब्रह्माण्ड के हो, कसरी यो संसार चलिरहेको छ, हाम्रो जीवनमा सुख दुःखको कारण के हो, म यही आमाको कोखबाट किन जन्मेँ, यही व्यक्ति मेरो श्रीमान या श्रीमती किन, यही यतिवटा मेरो कोखबाट किन बच्चाहरू जन्मियो, किन मसँग धन सम्पत्ति छ कि छैन, मलाई नै किन यस्तो भइरहेको छ। कैयौं प्रकारको हाम्रो एउटा आन्तरिक रूपमा हाम्रो प्रश्नहरू हुन्छ जसको उत्तर खोजेको होइन। मान्छे जन्मिन्छ, हुर्किन्छ, जीवनभर रहन्छ, फेरि यस्तो समय पनि आउँछ उहाँ अब हुनुहुन्न, उहाँ गइसक्नुभयो भन्छ। उहाँ गइसक्नुभयो भने उहाँ कहाँ जानुभयो? सानो बाबुले भन्दैछ स्वर्ग। उसो भने त्यो स्वर्ग कहाँ हो त? नर्क कहाँ हो त? होइन, यो कैयौं चिजहरू छ जो रहस्यमय छ। यो जान्नको लागि आध्यात्मिक दुनियाँ भनौँ, आध्यात्मिक संसार भनौँ या आध्यात्मिक विश्वविद्यालयमै आउनुपर्छ। त्यसो हुनाले ब्रह्मकुमारी संस्थानमा 7 दिनको जो कोर्स हुन्छ, यो कोर्स यति महत्त्वपूर्ण छ। जब मैले सुरुमा यो कोर्स लिएको थिएँ त्यतिखेर मलाई धेरै पछुतो भयो। त्योभन्दा 2 वर्ष अगाडि मैले त्यो कोर्स लिने मौका मलाई मिलेको थियो, तर मैले के गरिदिएँ भन्दाखेरि म एकदमै व्यस्त भएको हुनाले मैले बाटोमा, मलाई कसैले बोलाएको होइन, मैले देखेको थिएँ त्यो प्रदर्शनी सेटलाई, बुझ्न खोजेर पनि हतार भएर होस् पछि बुझौँला भनेर छोडिदिएँ। त्यसको 2 वर्षपछि म गइसकेपछि यो त 2 वर्ष अगाडि मैले देखाएको थिएँ। त्यो चिज त्यतिखेर देख्दाखेरि मलाई, म त्यो 2 वर्ष अगाडि एकछिन रोकिएर यो कुरा मैले किन बुझिनँ, किन मैले यसलाई बुझ्ने कोसिस गरिनँ भनेर मलाई एकदम पश्चाताप भएको। धेरै मान्छेहरूले भन्छन् मलाई पहिल्यै थाहा पाएको भए त, पहिला थाहा पाउँदा आउँदैनन्, वास्ता गर्दैनन्, अनि थाहा पाइसकेपछि पहिल्यै थाहा पाएको भए। त्यसैले किन लिनु जरुरी छ? कतिले भन्छ यो त आउनुहोस् न भनेर बोलायो भने अलिकति बेला भएको छैन, सो बुढेसकालमा लिने भन्छ। धेरै ठुलो भ्रम छ। जीवनभर अर्कासँग झगडा गर्ने, अर्काको कुरा काट्ने,
अब मर्ने बेला धर्म गर्छु भनेर होला। कतिको त दाँत पनि हल्लिएर फुस्किएर राम भन्नुहोस् न बा, राम भन्दा लाम, धर्म गर्ने भन्ने हाम्रो चलन छ। मलाई एकजनाले भन्यो, युवराजले एउटा केटीको जिन्दगी बर्बाद गर्यो। कसको जिन्दगी बर्बाद गर्यो? तिमीले बिहा गरे भन्दै कमसेकम त्यसको जिन्दगी कति राम्रो हुन्थ्यो, नगरेपछि बर्बाद भएन है। अब यो मान्छेको आफ्नो आफ्नो छ। कसैले भन्छ यो बेला हो र यो धर्म कर्म गर्ने बेला हो भन्छ। कहिले गर्ने त भने झगडा गर्नलाई उमेर नचाहिने, अर्काको कुरा काट्नलाई उमेर नचाहिने है। जाँड रक्सी चुरुट पिँढी यति वर्ष पुगेपछि खान पाउँछ, यति वर्षभन्दा अगाडि खानुहुन्न भन्ने छ त छैन। नराम्रो काम गर्नलाई उमेर नचाहिने, अनि राम्रो कुरा सिक्नको लागि चाहिँ बेला भएको छैन र उमेर चाहियो। अहिले भर्खरै म हिजो राजविराजबाट 7 बजे प्रोग्राम सकेर इटरी आयौँ। इटरी आएपछि बिहान हामीसँग 4 बजे आइपुग्नु भयो यहाँ आउने भनेर। अनि भर्खरै असारकी साउनबाट उहाँले पनि रेगुलर क्लास गर्दै हुनुहुन्छ। हामी बाटोमा कुरा गर्दै आएर यो अहिलेको आन्दोलन, अहिलेको परिस्थिति, यो कुरा त्यो नेताहरूले बेलैमा थाहा पाएको भए यो देश यस्तो हुने थिएन है भन्दै हुनुहुन्थ्यो बाटोमा। त्यसैले हाम्रो कस्तो भन्दाखेरि राम्रो कुरा सिक्नु पर्यो भने त्यहाँ जानु हुँदैन, त्यहाँ जानु पर्दैन। वन्डर लाग्छ कि चितवनमा एउटा मान्छे थियो, जतिखेर पनि रक्सी पिउने, विद्युत कर्पोरेसनमा काम गर्थ्यो भरतपुरको। जहिले नि जाँड खाएर दिने। अनि समस्या के भएछ भने यति साह्रै गर्ने कि उसको तलब त घरमा जानु पाउँदैन, 15 दिन अगाडि सिद्धिँदो रहेछ। अनि हुँदा हुँदा त अब 15 दिन पछाडि उसँग माग्नेले मेरो तलब आउँदैन, तेरो पैसा खाएर भाग्छु म भनेर माग्ने, कहीँ दोकानमा उधारो खाइदिने। अनि तलब आएको दिनमा त घरमा अब पैसा आउला भन्यो भनेदेखि त त्यो अघिल्लो महिनाको उधारो खाएको तिर्दा र अरूसँग सापटे लिएर खाएको पनि पैसा सिद्धिने। कहिले कहिले त बिहानै, धेरै जसो त बिहानै खाएर आएर त्यो छेउमा सँगै काम गर्नेलाई साह्रै गाह्रो भएर के भन्थ्यो अरे छेउकोले भन्दा, त जा तेरो काम बरु म गरिदिन्छु भन्थ्यो। त्यस्तोसम्म भएको मान्छे। अनि एकचोटि अब छोराछोरीले मम्मी फी चाहियो भनेर फी मागेछ। फी तिर्नको लागि कहीँ गएर उपाय छैन। श्रीमानले ल्याउँदै ल्याउँदैन, हुँदै हुँदैन। अनि उहाँले चाहिँ के गर्नुभएछ भन्दाखेरि माइतीमा गएर आफ्नो आमासँग अब केटाकेटीको फी तिर्नु पर्यो, यताउता गर्नु पर्यो भनेर आमाले अब मसित के छ यही सिक्री हो, यही लैजाऊ, यसलाई यसो बेचेर काम चला, पछि भएपछि बेच त भनेर ल्याएछ। त्यो सिक्री कहाँबाट उसले थाहा पाएछ थाहै छैन। कतिखेर चोरेर लिएर गएर, झिकेर लिएर गएर उसले बेच्यो थाहै भयो। त्यतिसम्म गरेको मान्छे। अनि त्यसपछि अब अति भइसकेपछि अब घरमा झगडा पनि हुने, ऊ पनि हुने। अब श्रीमतीले केही सिक्न लाएर छोरीले भनेछ, मम्मी अब त हामी त स्कुलमा फी तिरेन भनेदेखि त भर्ना हुन, के अरे हामीले त एक्जाम दिन नपाउने भयो अरे भनेछ। अब एक्जामै दिन नपाउने भएपछि त छोरीको भविष्य बिग्रिनु भयो भनेर कहीँबाट केही छैन, नोकरी कहाँबाट गर्ने, पढे लेखेको छैन। बिचरा घर भएको मान्छे बाध्य भएर अर्काको घरमा दिउँसो सुटुक्क जाने, छरछिमेकमा भाँडा यसो धोइदिने, पखालिदिने, लुगाहरू धोइदिने गरेर यसो 100, 150, 200
पछि जम्मा गर्दै छोरीको फी रेडी गरेछ। अनि पैसा जम्मा गरेर त्यो सिरानी मुनिकी कहाँ लुगाएको रहेछ त्यो पनि कहाँबाट भेट्टाएछ, लगेर खाइदियो। अब यो कुराहरू त्यहाँ अलिअलि यसो गाईको हल्ला भएपछि त्यहाँ एकजना भाइजी मरि भाइजी उहाँले थाहा पाएपछि एक दिन भेटेर सम्झाउनु पर्यो भनेर भेटेर सम्झायो। उहाँले भने चाहिँ हेर यो शरीर त मन्दिर हो, यो शरीरमा बस्नेवाला आत्मा मूर्ति हो। जसरी मन्दिरमा हामीले नराम्रो चिज हुँदैनौँ त्यस्तै यो शरीर रूपी मन्दिरमा पनि हुनु हुँदैन भनेपछि उसलाई पनि राम्रो लागेको थियो। अब त जड्या हो, त खालि जड्खाएर हिँड्छस्, त बिग्रिस भने भए यो कुरा सुन्दैन थियो होला, उसलाई रिस उठ्थ्यो, झगडा गर्थ्यो होला, कराउँथ्यो होला। तपाईँ त यो शरीरमा बस्नेवाला तपाईँ आत्मा त मूर्ति हो नि, तपाईँ त देव आत्मा। देवताले आफ्नो मन्दिरभित्र आफ्नो शरीरभित्र यस्तो चिज हुने भनेपछि उसलाई एकदम अचम्म लागेछ कि जब मैले गाली गर्ने जड्या भन्ने उसले यस्तो भन्ने गरेपछि त उसलाई एकदम राम्रो लागेछ। ओहो, अनि कोर्स गर्नुपर्छ, तपाईँ कोर्स गर्न आउने भनेपछि हस् भनेछ। 7 दिनको कोर्स गरिसकेपछि त त्यो मान्छे त काँचुली नै फेरि जस्तो एकदम राम्रो, कहीँ नजाने, एकदम भनेको मान्ने, अनि रेगुलर आउन थाल्यो है। ती राम्रो हुँदै गयो। उसले त्यो जाड रक्सी नखाएको देखेर अफिसमा मान्छे दम है, घर परिवारमा पनि मिल्ने उ गर्ने गरिराखेको। श्रीमतीलाई कसले के भनिदिएछ थाहा छैन। पछि त पहिला श्रीमानले थर्काउने, पछि श्रीमतीले थर्काउने। तपाईँ ओम शान्तिमा जाने हो भने कि म मर्दिन्छु कि म माइत गइदिन्छु, म फर्केर आउँदिनँ भने बरु मलाई पहिलाकै बुढा ठिक छ तपाईँ ओम शान्तिमा जान पाउँदैन भनेर रोकेछ। बिचरा 15-20 दिन त आउन नि छाड्यो, खान पनि छाड्यो, एकदम राम्रो भएको थियो। फेरि सुरु गरियो। यसरी भित्र आएर नबुझ्ने, बाहिर बसेर चाहिँ यस्तो र त्यस्तो भन्नेहरूको सङ्ख्या धेरै हुन्छ। आज मान्छे त्यति धेरै नहुनुको पछाडि पनि यस्तै यस्तै कुराहरू हुनसक्छ। कतैलाई आफूलाई मासु खानु पर्छ, आओस् बरु जान्न भनेर नआएका हुन्छ। अब कोही चाहिँ बेलुका भएपछि अलिअलि चाहिन्छ, अब कहाँ त्यहाँ गएर अहिले अब जाने हो त्यहाँ जाने, अलिक पछि जाने हो भन्ने भयो होला। अनि जो पछि जान्छु भनेर बुढा भएकाहरू बुढी भएकाहरू चाहिँ जान हिँड्न सक्यो, गएर काम राम्रो सुन्दै के जाने भनेर पनि बस्यो होला होइन। अब जे जति आउनुभयो हजुरहरू सबैलाई धेरै धेरै स्वागत छ। बाँकी के छ भने दुनियाँमा एउटा भ्रम छ, ओम शान्तिमा गएपछि सेतै लुगा लाउनु पर्ने पो हो कि। कतिजना डराउँछ ओम शान्तिमा गयो भने त धर्मै परिवर्तन गर्नुपर्ने पो हो कि होइन। त्यसैले ओम शान्तिमा सेतो लुगा लाउनु पर्दैन, यो एउटा ड्रेस मात्रै हो है। जसरी आर्मी, पुलिसको, स्कुलमा विद्यार्थीको, अफिसमा कर्मचारीको ड्रेस हुन्छ, त्यस्तै यो ब्रह्मकुमारी संस्थाको ड्रेस हो। यसमा लाउनुपर्छ भन्ने छैन। कोहीले के भन्छन् त ओम शान्तिमा गएपछि मलाई त सेतो लुगा लाएर त विधवा जस्तो भएर हिँड्ने, मलाई जिउँदै मार्न मन छ तँलाई भनेर पनि कोहीले जान रोक्छ। के छ भनेर बुझ्दैन। कोहीले चाहिँ अब माछा मासु खान पाउँदैन, अर्काको छोको खाँदैन। अब ओम शान्तिले अर्काको छोको खाँदैन। तपाईँहरूले यहाँ दोकान छ भने, किराना पसल छ यता छ, त्यो किराना पसलमा हाम्रो यहाँ बहिनीजीहरू जानुहुन्छ, अनि साउजी चिनी दिनुहोस् त, चिउरा दिनुहोस् त, भुजा दिनुहोस् त भन्नु किन्छ कि किन्दैन होला? किन्छ होइन। अनि यहाँ आएपछि उहाँहरूले के गर्नुहुन्छ होला? त्यो साउजीले चिनी छोयो, हिजो त्यसले मासु पो खाथे कि, बिहान टोइलेट बाथरुम गरेर नुहायो कि नआएन, कस्तो हातले छोपा छोपा, पहिला चिनीलाई मजाले धुन्छु अनि चियामा हाल्छु
छोको त खाइन्छ नि। मान्छेमा यति भ्रम छ कि ओम शान्तिमा गयो भने छोकै खाँदैन। अनि कोहीले के भन्छ फेरि ओम शान्तिमा गयो भने त होइन बिहाइ गर्न पाउँदैन। जसले गरिसकेको छ फेरि गर्ने हो र होइन, जसले गरेको छैन उनीहरूलाई रोकेको कहाँ छ है। कुनै गाउँघरमा विवाह भयो भने ओम शान्तिले तपाईँहरू बिहा गरेर पाउँदैन है भन्न आएको छ अहिलेसम्म आएको छैन। मान्छेको यति ठुलो भ्रम। कसैले फेरि के भनिदिन्छ ओम शान्तिमा गयो भने धर्म परिवर्तन गर्नुपर्छ। पहिले यसो हेर्छ सेतो लुगा लाछ क्रिस्चियन पो हो कि होइन, ओम ओम भनेको हिन्दू, यो हिन्दू धर्मको पनि एउटा हाँगा होला भन्छ है। त्यसैले ओम शान्ति न कुनै धर्म हो न कुनै धर्मको हाँगा हो। ओम शान्ति एउटा आध्यात्मिक विश्वविद्यालय है। धर्म भन्नु र आध्यात्म भन्नु फरक चिज हो। जस्तो हिन्दू धर्म हो, बौद्ध धर्म हो, मुस्लिम धर्म हो, क्रिस्चियन धर्म हो, सिख धर्म हो, जैन धर्म हो। तर ब्रह्मकुमारी संस्था धार्मिक संस्था होइन, आध्यात्मिक संस्था हो। धर्म र आध्यात्म फरक चिज हो। सुन्दा उस्तै लाग्छ। धर्मले पनि आध्यात्मिक ज्ञान दिन्छ। आफूभन्दा ठुलोलाई आदर गर्नु, सानोलाई माया गर्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु होइन, गलत काम नगर्नु, यो धर्मले पनि सिकाउँछ। तर धर्ममा के हुन्छ, बाउन्डरी हुन्छ, छेकेबार हुन्छ। के छेक्छ धर्ममा भने हामी त हिन्दू हौँ भन्छ, हिन्दू चर्चमा जान के गर्नुहुन्छ, मान्नुहुन्न, हिचकिचाउनुहुन्छ। कहाँ त्यो क्रिस्चियनको हो त्यो। राम्रो कुरा त सिकायो तर बाउन्डरी भयो। किन? हामी मस्जिदमा हामी चर्चमा जानु। क्रिस्चियनले के भन्छ, कहाँ त्यो हिन्दूको मन्दिरमा जाने, हामी त क्रिस्चियन हो। मुस्लिमले कहाँ त्यहाँ अब यो मन्दिरमा जाने, हामी त मस्जिदमा जाने हो। मानव धर्ममा के हुन्छ, एउटा धर्म मान्नेवाला व्यक्तिहरू अर्को स्थानमा जानु मान्दैनन्। जबरजस्ती लग्यो भने पनि अप्ठ्यारो मानेर हिचकिचाएर मात्रै जान्छ। त बाउन्डरी भयो। त आध्यात्म त्यस्तो हुँदैन। आध्यात्म भनेको के हो त भन्दा, जस्तो कोही बुढो मान्छे त्यहाँ चिप लिएर लड्नुभयो, खाल्डोमा खस्नुभयो, साइकल लिएर गएको थियो, बिचरा धानबारीमा जानु, बाटोमा कोही आयो, ओ बुवा लड्नु भएछ, कुन धर्मको? ये उठाउन त हुन्थ्यो, हजुर अर्कै धर्मको रहेछ भन्छौँ त, भन्दैनौँ। त्यतिखेर हामी के गर्छौँ, मद्दत गर्छौँ। यहाँ हामीले कुन धर्म, कुन जात, कुन उमेर हेर्दै, कुन देश, कुन राजनीतिक पार्टीको हेर्दै हामी मद्दत गर्छौँ। त्यो हो आध्यात्म। रक्तदान कार्यक्रम भयो। अब कहाँ मैले त्यसै दिन्छु, मेरो रगत त्यसै किन खेर पार्ने, कुन धर्मको मान्छेलाई हाल्छ, कुन जातको मान्छेलाई हाल्छ भन्छौँ त, भन्दैन। हस्पिटलमा जब हामी एडमिसन हुन्छौँ, अब त्यहाँ एडमिट भइसकेपछि डक्टरले अपरेसन गर्यो बल्ल भन्दा हस्पिटलमा गइसकेपछि धेरै कुराहरू हुन्छ, ब्लड चाहियो भन्दा, अनि रगत दिने अपरेसन गर्ने बेलामा हामी के भन्छ, पम्प्स, यो रगत कुन जातको मान्छेले लिएर आएको भन्छ त, म त शाकाहारी, शाकाहारीको रगत हो कि मांसाहारीको रगत हो भन्छ। त्यो कुन धर्मको मान्छेको लिएर आइस, त्यो अर्को धर्म मान्ने मान्छेको रगत चाहिँ मलाई नचढा है भन्छ, भन्दैन। न त्यहाँ जाति हेरिन्छ, न शाकाहारी हो कि मांसाहारी हो हेरिन्छ, न कुन धर्म र कुन पार्टी हेरिन्छ, हामी स्वीकार गर्छौँ। यो आध्यात्म हो। मेरो कारणले कसैको मनमा बोझ नहोस्, मेरो कारणले कसैको आँखामा आँसु नआओस्, मेरो कारणले कोही दुखी नहोस्, यो आध्यात्म हो। त्यसैले आध्यात्मिक बन्नको लागि हिन्दू या मुस्लिम हुनुपर्ने, क्रिस्चियन या बुद्धिस्ट हुनुपर्ने,
आध्यात्मिक बन्नको लागि मन्दिरमा गएर पूजापाठ भजन कीर्तन गर्नुपर्ने, चर्चमा गएर प्रार्थना या मस्जिदमा नमाज पढ्नुपर्ने होइन। आध्यात्मिक जीवन भनेको तपाईँ जहाँ पनि अपनाउन सक्नुहुन्छ र यहाँ सिकाउने जो अभ्यास छ त्यो अभ्यासलाई भन्छ राजयोग मेडिटेसन। यहाँ पनि राजयोग मेडिटेसन भनिएको छ। यो राजयोग मेडिटेसन किन चाहिन्छ त, किन यसको शिक्षा चाहियो त भन्दा आज दुनियाँमा के भन्छ, बिग्रियो देश खतमै बनायो भन्छ, समाज बिग्रियो देश बिग्रियो भन्छ। देश त पहिला भन्दा राम्रो भएको छ। हिजो यही होइन आउँदाखेरि पनि हजुरहरू कसरी आउनुहुन्थ्यो होला होइन, ती दमकबाटै आउँदा पनि कति गाह्रो थियो होला, बाटो कति ठाउँमा खाल्डो थियो होला, कति हिलो पानी जम्थ्यो होला। अहिले सरल र पिच भएको छ। बने कि बिग्रियो? बनिएको छ नि। हिजो कतिको घर झुपडी थियो होला, कतिको खरले छाएको टिनले छाएको थियो होला, आज कतिको घर पक्की बनिन्छ। घर त बन्यो तर फेरि मान्छेले के भन्छ, घर बिग्रियो। समाज बनेको छ, समाज बिग्रियो भन्छ। देशले उन्नति प्रगति गरेको छ तर देश बिग्रियो भन्छ। बिग्रिएको के हो त देशको होइन, पहिला भन्दा राम्रो हुँदा पनि बिग्रियो भन्छ। त्यसैले बिग्रिएको समाज, बिग्रिएको घर, बिग्रिएको देश होइन रहेछ। बिग्रिएको हाम्रो मन हो, बिग्रिएको हाम्रो सोच हो, बिग्रिएको हाम्रो संस्कार, हाम्रो स्वभाव हो। त्यसैले यो स्वभाव संस्कारलाई, मनलाई राम्रो बनाउने विधिलाई भन्छ राजयोग मेडिटेसन। टाउको दुख्यो भने हामी मेडिकलमा गएर दबाई खान्छौँ होइन, अनि अझै दुखिराख्यो भने के गर्छौँ, ओहो मलाई त केही भएछ कि क्या हो, एकचोटि डक्टरलाई देखाउनु पर्यो भन्छ। यहाँ अब त्यो विषय सम्बन्धीको डक्टर छैन भने दमक गएर हुन्छ कि बिर्तामोड गएर हुन्छ कि विराटनगर गएर हुन्छ कि काठमाडौँ गएर हुन्छ। साह्रै दुखिरहन्छ भने हामी जताउनु जान्छ कि जान्छौँ। डक्टरले भन्यो एकचोटि एमआरआई गरेर हेरौँ न, कति पैसा लाग्छ? लाग्छ 10,000 जस्तो, 8-10 हजार लाग्छ। कहाँ त्यत्रो पैसा खर्च गर्ने? हुँदैन, मेरो टाउको जेसुकै दुखिरोस् भन्छ भन्दैन। हामी टाउको एमआरआई गर्छौँ। डक्टरले भने ट्युमर छ, अपरेसन गर्नुपर्छ। ओहो कति लाग्छ डाक्टर साहब? यति लाग्छ। कहाँ त्यत्रो पैसा खर्च गर्ने भन्छु भने हामी उपचार गर्छौँ। पेट दुख्यो भने घरमा यसो पुदिना पानी, ज्वानो पानी के खान्छौँ, भएन भने त बजारबाट मेडिकलबाट औषधि ल्याएर एन्टासिड या बुस्कोपान या मेन्टल या एन्टासिड या कुनै चिज ल्याएर खान्छौँ। फेरि पनि दुखिराख्यो भने के गर्छौँ? डक्टरलाई देखाउन जान्छौँ होइन। त्यो डक्टर यहाँ छ भने यहाँ छैन भने अन्त भने पनि गएर जचाउँछौँ। डक्टरलाई जचाएर औषधि खाएको 1 हप्ता त ठिक भएको छ, फेरि दुख्न थाल्यो भने के गर्छौँ? फेरि डक्टर कहाँ जान्छौँ। डक्टरले पनि एकचोटि भिडियो एक्सरे गरेर हेर्यो। भिडियो एक्सरे गरेर हेरेको थाहा भयो भित्र ट्युमर रहेछ, थाहा भयो भित्र पत्थरी भए रहेछ। डक्टरले अपरेसन गर्नुपर्छ भने भर्ना आउनुपर्छ, डाक्टरमा भ्याउँदैन, फुर्सद कहाँ छ, मिटिङमा जानुपर्छ, मलाई कहाँ त्यो अपरेसन गर्नुपर्छ भन्छ त। चिर्ने त्यत्रो अपरेसन गर्नुपर्ने, फेरि पैसा दिन्छ तपाईँहरूले अपरेसन गरेको त दिन्छ त दिँदैन। फेरि पनि पैसा खर्च गरी हामी अपरेसन गर्न जान्छौँ। मेरो अफिस छ, मेरो दोकान छ, मेरो खेतमा काम गर्नु छ भन्छौँ? भन्दैनौँ, हामी जान्छौँ। घरमा बस्ने मान्छे छैन, केटाकेटी मात्रै छ भने पनि छर छिमेकलाई यसो बच्चाहरूलाई हेरिदिनै गर्नुहोस् है भनेर पनि हामी अपरेसन गर्छौँ। हेर्नुहोस्, भ्याउँदिन र फुर्सद छैन। टाउको दुख्दा, पेट दुख्दा चाहिँ उपचार गर्छौँ। अनि मन दुख्दा चाहिँ, मन पनि त दुख्या छैन। कति वर्षदेखि नै रिस उठेको उठेछ, चित्त दुखेको दुखेछ, मन आत्तेको आत्तै छ, मनभित्र डर छ, के होला कस्तो होला।
खै आफ्नो त के हो यसपालिको दसैँ नि त्यस्तै भयो। अब तिहार पनि त्यस्तै होला। पैसा कहाँबाट ल्याउने, केटाकेटीलाई कहाँबाट पढाउने? मनभित्र पनि त चिन्ता छ, डर छ, छटपटी छ होइन। अनि यसको उपचार चाहिँ गर्नु पर्ला कि नपर्ला? मेरो कुरा बुझ्नुभयो होइन? शरीरको रोगको उपचार चाहिँ गर्ने, घुँडा दुखेको, ढाड दुखेको, कम्मर दुखेको, पेट दुखेको, टाउको दुखेको उपचार गर्ने, अनि यो मन दुखेको उपचार चाहिँ गर्नु पर्ला कि नपर्ला? हामीले जरुरी ठान्छौँ त। यस्तै हो, कोही भेट्ने बेला नमस्ते आराम हुनुहुन्छ, एकदम आराम, एकछिनपछि। किनकि शरीरको आराम मात्रै होइन नि, मनको आराम चाहियो। राति सुत्न लाग्यो भने छटपटाएको रातभरि सुत्न सक्यो। ढोका ठक्दै उठ, किन सुतेको उठ भन्नु त कोही पनि आएको थिएन। फेरि रातभरि सुत्न किन सकेन? यति गाह्रो भइराखेको छ। यसलाई पनि उपचार गर्नुपर्छ, यसलाई पनि ट्रिटमेन्ट गर्नुपर्छ भनेर सोच्दैन। त्यसैले राजयोग मेडिटेसन भनेको मनलाई व्यवस्थित गर्ने, मनको उपचार गर्ने, आफ्नो स्वभाव संस्कारलाई राम्रो गर्ने। अब रक्सी पिउनु हुँदैन भन्ने त सबैलाई थाहा छ नि होइन? रक्सी पियो भने मुटुमा, कलेजोमा असर गर्छ, उस्तै पर्यो भने किडनीमा पनि असर गर्छ। थाहा छ कि त्यो रक्सी बनाउनेवाला कम्पनीलाई पनि थाहा छ, त्यो कम्पनीको मालिकलाई पनि थाहा छ, त्यहाँ काम गर्ने कर्मचारीलाई पनि थाहा छ, त्यो रक्सीको ट्याक्स उठाउने सरकारलाई पनि थाहा छ, त्यो रक्सी बेच्ने होलसेलरलाई पनि थाहा छ, डिलरलाई पनि थाहा छ होइन, सुपर स्टेकलाई पनि थाहा छ, त्यो रक्सी बेच्ने दोकानेलाई पनि थाहा छ, त्यो किनेर ल्याउने मान्छेलाई पनि थाहा छ, त्यो पिउनेलाई पनि थाहा छ। हेर्नु त, एउटालाई थाहा नभए भयो त अन्त नि है, त्यसलाई थाहा भएन, बेचिदियो, त्यसले खाइदियो। जम्मैलाई थाहा छ, फेरि पनि पिउँछ है। चुरुट पिउनु हुँदैन, थाहा छ। त्यो कम्पनीदेखि लिएर, सरकारदेखि लिएर, बेच्नेदेखि लिएर, किन्ने र पिउनेसम्मलाई थाहा छ। फेरि पनि र अझै त्यति मात्रैले नभएर यसले असर गर्छ भन्ने थाहा हुँदा हुँदै पनि अझ त्यहाँ के लेखिएको हुन्छ, धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भनेर लेख्दै पनि पिउँछ। यहाँ काम किन गरेन? किन काम गरेन? त्यत्रो लेख्दा पनि, पट्टै पछि लेख्दा पनि काम गरेन। एउटाले भन्थे रे, चुरुट पिउँदो रहेछ, पछि क्यान्सर भएछ, क्यान्सर भएपछि चुरुट कम्पनीलाई उसले मुद्दा हाल्दैछ, तेरो कम्पनीले सिगरेट खायो। डक्टरले त्यही भनेको थियो। मुद्दा जितेछ त्यसले है, त्यसलाई हर्जना पनि दिएछ। कम्पनीलाई पनि अब यस्तो गरेपछि त पब्लिकले त बर्बाद गर्नुहुन्छ। त्यसपछि त्यसको बट्टामा लेखेछ, अनि ठिक भयो त्यो मान्छे, बट्टामा लेखेछ धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ। फेरि पिएछ, अलिक दिनपछि फेरि त्यो क्यान्सर भयो, किनकि पहिल्यै भइसक्यो, फेरि मुद्दा हालेछ। अनि तिमीले त पहिल्यै थाहा थियो त क्यान्सर हुन्छ भन्ने कुरा, त्यही धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ भनेर त हामीले त बट्टामै लेखिदिएका छौँ, किन पिएको त भनेछ कम्पनीवाला। अनि उसले के भन्छ, के थाहा मलाई, म गरिब मान्छे, मैले त त्यो बट्टा कहिले किनेको छैन भने कसरी चुरोट खाएर भन्नु, म एक खिली किनेर खाएको, खिलीमा त लेखेको थियो भने। यो चिज नराम्रो हो भनेर थाहा हुँदा पनि हामी प्रयोग गर्छौँ। ग्यास्ट्रिक छ, अमिलो पिरो पुरानो अचारहरू खानु हुँदैन भन्ने थाहा छ, तर देखेपछि केही होइन क्या, आज त खाइहाल्नु, एकछिनपछि पेट पोल्छ तै पनि खाइहाल्छ है, थाहा छ।
खुर्सानी खाएपछि पिरो हुन्छ भने थाहा छ, कोही कोही त यति खान्छ कि 3-4 खुर्सानी पिरो छैन गर्छ, नाकबाट पनि आँखाबाट पनि निस्किन्छ, तै पनि खाइरहेको हुन्छ है। चिल्लो चाप्लो खानु हुँदैन, तेल तारेको खानु हुँदैन, थाहा छ। कोही कोही सुगर बढाएको छ, अब तपाईँले चिनी खानुहुन्न भने चाहिँ यसो लाल भनेदेखि एउटा त केही हुनु होला यो खानुहुन्न भन्ने थाहा छ फेरि पनि खायो किन? थाहा हुँदा हुँदै पनि किन खान्छ, किन पिउँछ? किन? हजुर, ज्ञान भएर पनि काम गरे त ज्ञानले काम गरेन। त्यसैले रिसाउनुहुन्न भन्ने त हरेकको घरको मान्छेलाई थाहा छ, तर सानो बच्चादेखि ठुलोसम्म रिसाइरहन्छ। किन? किनकि ज्ञानले मात्रै काम गर्दैन। यसलाई के चाहिन्छ? अभ्यास चाहिन्छ। हजुरहरूलाई कसैले गाडी चलाउनको लागि गाडी चलाउने हो ला आइज, कसरी चलाउने? केही गर्नु पर्दैन, चाबी हाल्ने, चाबीलाई यस्तो घुमाउने, अनि त्यो खुट्टामा यसलाई एक्सिलेटर भन्छ, त्यसलाई अलिअलि यस्तो दबायो भने गाडी स्टार्ट भइहाल्छ। अनि कसरी चलाउने त? यतापट्टि त्यसलाई क्लच भन्छ, त्यो दबाउने, अनि यो डल्लोलाई यस्तो गरेर 1 नम्बरमा लैजाने, अनि क्लचलाई बिस्तारै छोड्ने, यो एक्सिलेटर दबायो भने गाडी घुम्छ। अनि बाटो घुमाउनु छ भने दायाँपट्टि घुमेको छ भने त्यो स्टियरिङलाई दायाँ घुमाउने, बायाँपट्टि घुमेको छ भने बायाँपट्टि घुमाउने, रोक्नु पर्यो भने त्यो बिचको ब्रेक लगाउने भनेर कसैले भन्यो भने अब उसले गाडी चलाउन जाने कि जाने? जाने? किनकि ज्ञान त थियो, के थिएन? अभ्यास। के चाहिँदो रहेछ? अभ्यास चाहिँदो रहेछ। त्यस्तै हाम्रो मनलाई पनि ज्ञान त छ, हाम्रो बुद्धिमा ज्ञान छ, के छैन हामीसँग? अभ्यास छैन। त्यसैले अभ्यास गर्नुपर्छ। हामी सबैलाई थाहा भएर पनि अभ्यास भएन भने काम गर्दैन रहेछ। हामी सबै भनौँ न खोलामा जाउँ होला, हामी सबैलाई पौडी खेल्न गाह्रो छैन, हेर्नु यस्तो गर्ने, यसरी हाम फाल्ने, अब डुब्न लाग्यो, पानी चाहिँ गयो भने नाक समात भइहाल्छ। अनि अगाडि बढ्नु पर्यो भने यसो गर्ने, यसो यसो गर्ने, कि त यस्तो गरेर पानीलाई यता पछाडि तान्ने, यो हातले यसरी पछाडि तान्यो भने सुई अगाडि बढिन्छ। अनि गहिरो ठाउँमा पुगेर डुब्न लाग्यो भने हात यसो यसो गर्ने, खुट्टालाई यसो यसो गर्यो भने डुब्दैन। ए त्यति मात्रै हो भनेर झम्मा हाल्यो भने के हुन्छ? ज्ञान भयो, के भएन? अभ्यास भएन। आज हामीसँग ज्ञानको कमी होइन, अभ्यासको कमी छ। के को अभ्यास? मनको अभ्यास। हामीलाई बुद्धिमा ज्ञान छ, मनमा के छैन? अभ्यास। चिन्ता गर्नु हुँदैन भने सबैलाई थाहा छ, तर चिन्ता गरिरहन्छ। तपाईँ कस्तो पिर नगर्नु न, गरेको छैन भन्छ, गरेको छैन भन्छ, जस्तो चिन्ता। सबै कुरा थाहा छ हामीलाई, रिसाउनु हुँदैन। कसैले केही कुरा नराम्रो भनिदियो भने त्यसको कुरा राम्रो छैन, त्यो नराम्रो कुरालाई दिनभरि बोकेर हिँड्छ होइन। कसैले यहाँ अहिले आएर यति राम्रो राम्रो कुराहरू गर्यो भने है कस्तो राम्रो है भन्छ है, अनि 2 दिनपछि त बिर्सियो, थाहै भएन। 2 दिनपछि के भनेको थियो भन्ने कुरो बिर्सिदियो, राम्रो कुरा बिर्सिदिन्छ। यहाँ अहिले आएको बेलामा तपाईँ यता बस्नु बस्नु भनेर अर्कोलाई ल्याएर बसाइदियो भने ए ओम शान्तिले पनि मान्छे छुट्याउँदो रहेछ। त्यस्तोलाई ल्याएर त्यसको लागि मलाई भुइँमा राखेको, भोलिदेखि जाँदै जान्छ। यहाँ कसैले कसैलाई प्याच्च भनिदियो भने राम्रो कुरा भन्यो भने बिर्सिन्छ, नराम्रो कुरा भन्यो भने थाहा छ नराम्रो कुरा लिनु हुँदैन, बिर्सिँदैन। दिनभरि त्यसलाई सम्झेको सुत्नु दिनुहोस्। हिजो सुत्नु पाएको थिएन, निद्रा पुरा गर्नु दिनुहोस्। अब यस्तो हुन्छ कि होइन, हुँदा त 15 दिन बितिसक्यो, जाँदै
यहाँ अहिले कपडामा तपाईँको नयाँ कपडा किनेर ल्याउनु भयो, त्यो कहाँबाट मोबिल या कालो दाग लाग्यो भने के गर्छ? घरमा जाने तर मेरो कपडा हेर भनेर धुन्छ, धोएर गएन भनेदेखि त्यसलाई है साबुन अझ लगाएर घोट्छ, गयो भने गयो, गएन भने ला भन्यो है, यसो पेट्रोल सेट्रोल लगाएर हुन्छ कि कागती निचोडेर लगाएर हुन्छ कि त्यो ब्लिच ल्याएर हुन्छ कि त्यसलाई लगाएर मेरो यस्तो कपडा बर्बाद भयो भनेर त्यो जबसम्म दाग जाँदैन घोटिरहेको हुन्छ। कपडाको दागलाई फाल्नको लागि यति मेहनत गर्छौँ, तर मनमा पनि दाग छ, डरको, चिन्ताको, क्रोधको, अहङ्कारको। यसलाई पनि मेटाउनु पर्छ भन्ने होस् छ त हामीलाई? छैन। यसलाई पनि त ठिक गर्नुपर्छ। घर बिग्रिएको होइन, हाम्रो बानी बिग्रिएको हो। बिग्रियो यो बिग्रियो यो यसको साँच्चै गतिलो छ भने छोराछोरीलाई गाली गरिरहेछ। त्यो छोरालाई पनि थाहा छ कि त्यो मान्छे त्यति राम्रो छैन, फेरि पनि जान्छ होइन। कोही केटीले कसैलाई मन परायो भने केटी धनी छ, त्यो केटा के देखेर गयो यस्तो के देखेर गयो तेरो आँखा फुट्या छ भन्छ, चाहिँ पनि त्यसैलाई मन पराउँछ है। त्यसलाई थाहा छ त्यो केटाको अनुहार पनि राम्रो छैन, बेहोरा पनि राम्रो छैन, त्यसले चुरोट पनि पिउँछ, उस्तै पर्यो भने ड्रग पनि खान्छ, त्योसँग सम्पत्ति पनि छैन, त्यसको अनुहार पनि राम्रो छैन, बेहोरा पनि राम्रो छैन, तर पनि त्यहीसँग जान्छ। जात पनि मिलेन, यो पनि भएन, त्यो सबै कुरो थाहा हुँदा हुँदै पनि जान्छ। किन? थाहा छ यो मान्छे ठिक छैन, फेरि पनि किन? हामीसँग हाम्रो भित्रको आन्तरिक शक्ति, मनको शक्ति, हाम्रो सोच्ने शक्ति, विचार गर्ने शक्ति आज खत्तम भइसकेको अवस्था छ। यहाँ कसैले केही कुरा भनिदियो भने त्यो कुरा राम्रो होइन, राम्रो कुरालाई लिन्छौँ त हामीले, नराम्रो कुरा लिनुपर्ने छ त। यहाँ अहिले हजुरहरूलाई जाने बेला तल हाम्रो बहिनीजीहरूले हजुरहरू जाँदाखेरि यसो अलिअलि त्यो तरकारी यसो केलाको फोहोर चाहिँ घर लिएर जानु होला। अनि एउटा अस्ति त्यो यहाँ समोसा लिएर आएको थियो, अस्ति अलिअलि गन आएछ, घर लैजानु होला भनेर लानुहुन्छ? लगिन्छ त। ऊ त्यहाँ बाटोमा गएको बुवालाई पहला लागेछ, त्यो पहला अब हामीले यहाँ के राख्नु, तपाईँहरूलाई यसो एउटा गिलासमा हालेर दिन्छु, घर लिएर यसो खेता हाल्नु होला, मल त बन्छ नि भनेर लानुहुन्छ? लाँदैन। अर्काले दिएको खकार, सिगान, दिसा, पिसाब, घाउको पाप्रो लान्छौँ त, सुन्दा पनि घिन लाग्ने अरे। अनि अर्काले दिएको गाली, अर्काले दिएको नराम्रो शब्द, अर्काको नराम्रो व्यवहार, अर्काको धोका चाहिँ कहाँसम्म लिएर जान्छ? फलानाले कस्तरी भनेको छ, मैले बिर्सिएको छु, मेरो मुटुमा गढेर बसिरहेको छ। अब त्यो मुटुमा चाहिँ किन राख्नु पर्यो? फोहोर चिज चाहिँ हातले पनि नछुने, अनि त्यो फोहोर शब्द र फोहोर व्यवहारलाई चाहिँ मुटुमा किन राख्नु पर्ने? त्यति राम्रो चिज थियो त त्यो, मैले बिर्सिया छैन। म त्यसरी कस्तरी भनेको छु, मैले बिर्सिएको छैन, मेरो मनमा छ अरे। त्यति राम्रो चिज थियो, त्यो मनमा त्यसरी सजाएर राख्नु पर्ने त थिएन होला होइन। नराम्रो चिजलाई हामीले राखिरहेको छौँ, यसको मतलब यो गलत हो, यो राम्रो होइन भन्दा भन्दै पनि हामीले आफ्नो दिलमा, मनमा किन राख्छौँ? होइन, जान दिनुहोस्, अहिले जरुरी छ। आमाको मिटिङ छ घरमा, किनभने मन आत्तियो भने भन्नुहोस् कारण हुन्छ। कोही पनि मान्छे किन गएको होइन, भित्रबाट आत्तिराख्यो, एक ठाउँमा एकछिन बसिसकेपछि पुग्यो त्यहाँको पालो। हुनाले हाम्रो मन अहिले कति कमजोर भयो भन्नुहोस् न। कसैले सानो कुरा केही भनिदियो भने तात्या जस्तो तात्तिन्छ है, तावा तात्या जस्तो थ्रन्किन्छ। एउटा कसैले केही भनिदियो भने दिनभरि बुदबुद 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 गर्दै हिँड्छ।
जो चिज नराम्रो छ त्यसलाई हामीले कतिसम्म सम्झिँदा छ मलाई त त्यो मान्छे देख्ने बित्तिकै चिज त्यस्तो देख्दा त मलाई त यस्तो चिडचिड यस्तो इरिटेटेड भएर आउँछ त्यसको त मलाई त अनुहार पनि कहिले हेर्नु नपरोस् भन्छ अनि बिहान उठ्ने बित्तिकै सबभन्दा पहिला त्यसै गरेर